हौसला, प्रेरणा र यो आन्दोलन सधैँभरि निरन्तर अघि बढिरहनको लागि यस्तो किसिमको कार्यक्रमबाट तपाईहरूले जुन हामीप्रति देखाउनु भएको यो प्रेरणा छ, यो सधैँभरि अविस्मरणीय रहनेछ र विशेष यो कमिटीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु र तपाईहरूलाई टुट्न दिने छैन। रामेछाप नेपाली कम्युनिस्ट आन्दोलनको उर्वर भूमि जहाँ क्रान्तिको बिगुलहरूको सृजना भएको थियो, त्यो रामेछापको भूमिबाट सामान्यतः यो देशको नेपाली विद्यार्थी आन्दोलनमा मात्र होइन, समग्र मुलुक धेरै क्रान्तिकारीहरू जन्मिएको थियो उत्कम भूमि हो। त्यसबाट आफू पनि आज प्रतिनिधित्व गर्न पाउँदाखेरि र तपाईँहरूले जुन किसिमले आज यो प्रतिनिधित्व गर्नको लागि आफ्नो ठाउँबाट खेल्नुको लागि थप ऊर्जा पैदा गरेको छ भन्ने कुरालाई यहाँ राख्दै म यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। फेरि पनि सम्पूर्णमा धन्यवाद, अभिवादन।